प्रोड्युसरले गन चेन्ज गर्दै हुन्छ ब्याक दाइ सुतिरहनु भएको छ नमुको त भित्तामा टाँसेको टाँसे प्रोड्युसरले हानिसक्नु भएको छ कसलाई हान्नुभएको छ थाहा छैन छैयालाई यहाँ ढाडिसक्नु ब्याक दाइले हान्दैन चाहिँ सीले ब्याक दाइलाई ढाल्यो कि प्रोड्युसरले ले ओपर खाए त ल फिनिश फिनिश हुन नाकाम भइसकेको छ सीको हनाइ सीको हनाइ अलिकति पुगेन हनाइमा अलिकति पावर भएन अलिक फुल पावर हानेको सिधै आरआइपी हुन्छ ल ब्याको दाइले फेरि थ्रीको स्कोपले हान्नुभएको छ स्कोप ताकेर ब्याको दाइले उल्टै हानिहाल्यो प्रोड्युसर तलबाट माथि कुदिन्छ प्रोड्युसरले स्मोक हानिसक्नु भएको छ र प्रोड्युसरलाई 1v4 हान्न आइहाल्नु पर्यो